तो हेलो दोस्तों, आज मैं आपके पास में देना चाहूँगी मोड के बारे में, अपडेट के बारे में 4.5.2 कि 4 हो त्यो थाहा भने हेर्नु होला। आज त्यो मैले चाहिँ ह्यान्डलमा हात हानेर त्यो भन्ने छु, त्यो लास्ट भिडियोसम्म हेर्नु होला। अब हामी जानेछौँ कर्तव्यसम्म। यहाँ देख्न सक्नुहुन्छ म गेम खेल्दा हात गर्न राखेको छु भने तपाईँले सेटिङमा गएर पनि गराउन सक्नुहुन्छ यो हात राख्ने। र अगाडि चाहिँ मैले त्यो रिभर्स गियरमा पनि हाम्रो ड्राइभरले चाहिँ पछाडि हेर्नु भएको छ, म त्यो देखाउने छु। र यो मेरो युट्युब च्यानललाई धेरै लो भएको छ भने युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, लाइक सेयर साथीलाई गरिदिनु होला भने यस्तै भिडियो मेरो युट्युब च्यानलमा आउने छ। यो भिडियो हेरिदिन सक्नुहुन्छ। अब चाहिँ मैले चाहिँ देखाउने छु अहिलेको अपडेट। फर्स्ट चाहिँ मैले भनिसकेँ, सेकेन्ड चाहिँ यहाँ देख्न सक्नुहुन्छ। अब हेर्नु यहाँ रिभर्स हाल चाहिँ मैले 100 चल्नु भइसक्यो। अब चाहिँ रिभर्स गियरमा हेर्न सक्नुहुन्छ है। अब यी देख्न सक्नु पछाडि गएको छ, ऊ हेर्न सक्नुहुन्छ है तपाईँले। भएको छ भने अब चाहिँ यो चाहिँ अफरोड म्याप जो मोड चाहिँ होइन, यो हामीले चाहिँ बस सिमुलेटर म्यापबाट चाहिँ हामी गराएको हो। अन्त यो अर्को भिडियोमा पनि राख्ने छु। यो अफरोड म्याप चाहिँ कुन डेस्टिनेसनदेखि कुन डेस्टिनेसनसम्म हुनेछ भनेर राख्ने छु। यो भिडियोलाई चाहिँ सक्दोसम्म लाइक सब्सक्राइब गरिदिनु होला र अर्को भिडियो छिट्टै आउनेछ। ल आजको भिडियोलाई यति भन्दैछु र आजको भिडियो लागि यति हो। ल यो भिडियोलाई चाहिँ सब्सक्राइब लाइक गरिदिनु होला। बाई। अर्को चाहिँ मैले के कुरा भन्न बिर्सेँ भने यसको चाहिँ अर्को भर्जन पनि छ है, बस सिमुलेटर इन्डिया चाहिँ त्यस्तो राम्रो थिएछ। त्यसमा ह्यान्डल चुनाउ चाहिँ हुँदैन होला। त्यसमा चाहिँ म्याप चाहिँ इन्डियाकै हुन्छन्, तर थोरै छन्, इन्डोनेसियाभन्दा थोरै हुन्छन्। त्यो गेममा गएर पनि ट्राई गर्न सक्नुहुन्छ भने यो त्योभन्दा चाहिँ बस सिमुलेटर इन्डोनेसिया चाहिँ तपाईँ खेल्न राम्रो हुन्छ भन्ने आशा गर्छु मैले, र खेल्नु होला। ल यो गेम चाहिँ राम्रै छ, ग्राफिक पनि राम्रै छ, सेटिङ अनुसार बस पनि खेल्न सक्नुहुन्छ। बस पनि अहिले नयाँ आएका छन्। र मैले चाहिँ अर्को भिडियोमा चाहिँ यो बस सिमुलेटर इन्डोनेसियाको सबै कुरा भन्ने छु। यो म्याप चाहिँ कुन डेस्टिनेसनमा राम्रो हुन्छ, अफरोड छ, र कुन अपडेटमा कति राम्रा बस आएका छन् भन्ने यसमा भन्ने छु। र यसको स्किन पनि मैले स्किनको एउटा एप पनि छ चाहिँ एउटा नेपालबाट हुनुहुन्छ भने तपाईँलाई नेपाली स्किन चाहिएको छ भने एउटा एप्स भन्ने छु भने त्यो एप्सबाट चाहिँ तपाईँले डाउनलोड गरेर एड गर्न सक्नुहुन्छ भने त्यति राम्रो गेम छ भने तपाईँले डाउनलोड गरेर खेल्नु होला। धेरै एमबी भएको नि छैन। अहिलेको यो गेम ट्रेन्डिङमा छ। अहिले तपाईँले खेल्न चाहिँ मैले खेल्नु चाहिँ भन्छु मैले। यो गेम राम्रै छ। ल आजको भिडियोको लागि यति। अबदेखि खेल्नु होला। अर्को भिडियो जल्दी आउँछ। लाइक एन्ड सब्सक्राइब। बाई।